to the Commonwealth also, and that contribution for centuries really has been outstanding, and they've given their lives, they've given their duty and sacrifices for the sake of this country. यो अरू व्यवसायहरू गर्नुभन्दा पनि फार्मेसी एउटा भिन्न खालको व्यवसाय मलाई लाग्छ। यो व्यवसाय मात्र नभएर एउटा सेवा दिने एउटा बिरामीहरूलाई सेवा गर्न पाउने एउटा धर्म हुने खालको जस्तो नि लाग्छ मलाई। यो काम गर्दाखेरि चाहिँ अरूभन्दा अलिक सन्तुष्ट हुने खालको जब हो यो। अनि यो फार्मेसीमा चाहिँ अब मुख्यतया अहिले जुन हाम्रो पहिलो ब्रान्च आबिवुडलाई सबै हाम्रो कस्टमरहरूले सहयोग गरेर सफल मान्नु भएको छ। त्यस्तै गरेर अब यो हुली क्षेत्रमा नयाँ एउटा एरियामा चाहिँ अब हाम्रो ग्रोइङ नेपाली कम्युनिटीहरूलाई ध्यान दिएर नै उहाँहरूलाई सेवा दिन सजिलो होस्, आफ्नै भाषामा सेवा पाइयोस् भन्ने एउटा लक्ष्यले, एउटा उद्देश्यले, एउटा केही अरूले भन्दा अलिक फरक केही गरेर देखाउँ भन्ने एउटा चाहना अनुसार नै यो भएको। तर यो गर्दाखेरि चाहिँ जुन फार्मेसी भनेको व्यवसाय मलाई अरू व्यवसायभन्दा अलिकति सन्तुष्ट, आत्मसन्तुष्टि हुने खालको व्यवसाय हो यो चाहिँ। यो चल्नको लागि त एकदमै सम्भावना, एउटा व्यवसाय नयाँ सुरु गर्नुभन्दा हामीले आफ्नो एउटा रिस्क एनालाइसिस त गरिसकेका हुन्छौँ। त्यसमा चाहिँ मुख्यतः यो फार्मेसी चाहिँ यो लोकेसन वाइज अनि हामीहरूसँग यहाँ डक्टरको यो वर्किङ सेन्टर पनि छ। यी सबै हेरेर चाहिँ र अनि हाम्रो यहाँ स्ट्रङ नेपाली कम्युनिटी, हाम्रो साथीभाइहरूको नि एक प्रकारको सहयोग हुने खालको हामीले आश्वासन पाएको छौँ। त्यसले गर्दाखेरि चाहिँ यो एकदमै सफल हुन्छ भन्ने कुरामा चाहिँ म विश्वस्त छु। यसमा मुख्यतया हामी यो फार्मेसीमा झन्डै 4वटा विभिन्न भाषामा हामी सेवा प्रदान गर्छौँ। एउटा मुख्य भाषा त हामी नेपाली, अङ्ग्रेजी बाहेक नेपाली भाषा हामी एउटा सर्भिस प्रोभाइड गर्छौँ। र हामीहरू साउथ इस्ट लन्डन एरियामा हाम्रो विभिन्न कम्युनिटीसँग भिजेर, यहाँका विभिन्न कम्युनिटीसँग भिजेर काम गरिरहेको हाम्रो विगतको धेरै लामो समय अनुभव छ। र उनीहरूलाई चाहिँ एउटा सेवा प्रोभाइड गर्नको लागि, सेवा प्रदान गर्नको लागि चाहिँ हाम्रो यो कम्युनिटीसँग भएको एउटा स्ट्रङ एउटा कनेक्सन लिङ्कले गर्दाखेरि चाहिँ उहाँहरूलाई एउटा एकदमै सुलभ र सजिलो, एक्सेसिबल एनी टाइम उहाँलाई यो 100 घन्टा पनि खोज्छ यो फार्मेसी। र यो अरूभन्दा चाहिँ एक प्रकारको हाम्रो सेवा, सर्भिस, कस्टमर सर्भिस लगायत हाम्रो बिरामीको उसको भाषाअनुसार अङ्ग्रेजी बोल्न समस्या छ भने उसैको भाषाअनुसार हामीले यहाँ सेवा प्रदान गर्छौँ। र हाम्रो स्ट्रङ लिङ्क, हाम्रो यहाँ एकदम मजबुत सम्बन्ध यहाँ माथि भएको बुकिङ सेन्टर, डक्टरको सर्जरी पनि छ, उनीहरूसँग पनि हामी मिलेर धेरै काम गर्छौँ। त्यसले गर्दा उनीहरूलाई चाहिँ यो फार्मेसीमा आयो भने बिरामीले एउटा कम्प्लिट सर्भिस